welcome to my vlog of the to my welcome to our vlog. गुड मर्निङ अहिले बिहान बिहानै हामी अक्सब्रिजमा आइपुगेका छौँ। हाम्रो डेस्टिनेसन चाहिँ आज रहेको छ स्कटल्यान्डको इन्भरनेस भन्ने ठाउँ। बिहान बिहानै चिसो छ, मुखबाट यस्तो बाफ निस्किरहेछ। अझै यहाँ त के चिसो भने र माथि इन्भरनेस भन्ने ठाउँ हामी जाँदैछौँ हिथ्रो टर्मिनलबाट। 5 दिनको लागि चाहिँ हिँड्यो। नेपालमा चुनावको माहौल छ, यति बेला झोला भिरेर गाउँतिर भोट हाल्न हिँड्ने बेलामा चाहिँ यता छुट्टी मिलाएर हामी स्कटल्यान्डतिर घुम्न हिँडिएको छ। के भन्ने हो अनि बिहान बिहानै अब बाहिर खानेकुरा के खानु भनेर घरबाट बक्समा खानेकुरा बोकिरहेको थिएँ। एउटा बक्स सकिसक्यो, मात्र रुगा पनि लागेको छ। यो चाहिँ नि डेजर्ट खानेछौँ ल होइन। अब हामी एयरपोर्ट पुग्छौँ अनि ल च्यु। कुद्दैछौँ हतार एयरपोर्टमा नकुद्ने कोही छैन। कतिचोटि एयरपोर्टमा आइजाइ भइसक्यो। The approaching stand is to Terminal 5 only. To board this train, allow passengers off the train safely before boarding and mind the gap between the train and platform when boarding the train. No flash for train. I never use flash. Once again, this train is for Terminal 5 only. Allow passengers off the train safely before boarding. Arriving passenger change here for Terminal 2, 3 Central Bus Station. Any passengers transferring to Terminal number 4, 3 is now for Terminal 5 only. This train is for Terminal 5 only. ल म त ब्याग पनि खोल्दिनँ। This is the Heathrow Express train to Heathrow Terminal 5. यहाँ चाहिँ कस्तो हुन्छ भने होइन 5वटा टर्मिनल छ। अनि त्यसपछि हामी जानुपर्ने टर्मिनल 5मा हामी सेन्ट्रल बस स्टेसनमा झऱ्यौँ। अनि अन्डरग्राउन्डमा छौँ अहिले हामी, अन्डरग्राउन्ड ट्रेनमा। अनि यहाँबाट यसले चाहिँ हामीलाई टर्मिनल 5 पुऱ्याइदिन्छ कि। कस्तो राम्रो सिस्टम चाहिँ के छ भने सेन्ट्रल बस स्टपमा आएपछि सबै टर्मिनलको लागि हामीले एक्सेस पाउँछौँ क्या। ट्रेनको लिफ्टबाट जाने अनि त्यसपछि ट्रेन पक्ड्ने कता कताबाट जाने सबै मजाले लेखिदिएको हुन्छ, सोध्नु पनि पर्दैन। नयाँ हुँदा त अफकोर्स पर्छ, तर धेरैचोटि हामी यताउता ओहोर गरिसक्यौँ, युज गरिसक्यौँ। त्यही भएर सिसिटा लिन बेलामा फर्स्ट टाइम असिम बिना आएको थिएँ है। आमा सानो हराएको होइन। लिफ्टमा चढेर तल निकाल्नु पर्नेमा फेरि जहाँबाट लिफ्ट चढेको फेरि त्यहीँ पुगेछौँ कि घुम्दै फिर्दै त्यस्तो भएको थियो। के रहेछ आज हाम्रो फर्स्ट फ्लाइट हो ब्रिटिस एयरवेजमा। सेक्युरिटी चेकिङमा पास गरी है। बेल्टसम्म खोल्नुपर्ने अनि हैरान हुन्छ। तर एउटा कुरा चाहिँ नि अहिले सजिलो भएको रहेछ, किनभने 200 ml सम्मको पनि लिक्विड क्या क्रिमहरू यताउता बोकेर आउन मिल्दो रहेछ। अनि सजिलो भयो नि, त्यसले गर्दा मलाई चाहिँ पर्सनली सजिलो भयो।
अनि बेसार अदुवा पानी बोकेको थियौँ। अब कहीँ त्यो बोकेर हुन्छ त, मलाई खानको लागि बाटोमा गरिदिएको, तर मैले खान सकिनँ कि त्यो यस्तो नुन हालेछ कि असिमले। सेक्युरिटीको अगाडि एकजना इन्डियन थिएँ, म फिल गरिरहेको छु तैँले खाएको भने भन्दै थिएँ। उसले खाएको थिएँ, मैले अलिकति खाएँ। खासा मलाई लुगा लगाएको भएर ओइ के भयो अब चाहिँ नि, अब हामी जान्छौँ अब इन्भर्नेसको लागि फ्लाइट। ब्रिटिश एयरवेजमा फर्स्ट टाइम स्कटल्यान्ड इन्भर्नेस। Hello there. Hello. So as you know where you're going. Yeah. Thank you. We are operating a very busy service. Should be done within the next 5 minutes, so expecting an on-time. Please check that your seatbelt is fastened securely and worn whenever the seatbelt signs are on. It is fastened and adjusted like this and opened like this. मित्र उडे त डर लाग्यो ला कति बादल छ अरे उड्ने बित्तिकै उड्ने बित्तिकै यस्तो बादल छ युकेमा यो के नौलो कुरा भयो र बादल माथि उज्यालोमा पुगिन्छ होला नि त लुगा लगाएको छ फेरि दिमागले चिसो हालेर जाँदैछु हो के गर्नु एनिवे घर के आगे धरती पनि अन्धकार थियो धरती माथि उज्यालो भयो तिमीलाई डर लागेको छैन उड्दा चिउला त भयो क्या अहिले के डर अब किन डराउनु एक घन्टा धेरै भयो 45 भने मिनेटको। प्लेन बुडुममा हुन्छ बुडुममा भयो भने चिडुममा हुन्छ सजिलो त्यस्तो चाहिँ नबोला न यस्तो बोल्दा झन् राम्रो हुन्छ ल अब इन्भर्नेसमै भेटौँ अब इन्भर्नेसमा भेट्ने अब 1 घन्टा 45 मिनट बस ल सियु ए भएन फेरि हेर सियु खानै पर्यो नि के पायो स्प्रिङ वाटर पाएँ अनि मलाई चाहिँ लास्ट टाइम चाहिँ नि आयरल्यान्ड जाँदाखेरि केही पाइँदैन अहिले चाहिँ नि गोल्डेन हो चाहिँ 2टा के लकरको रहेछ मिठो छ To help us, you can today by simply donating your spare change in any currency into our treasure collection bag, which will bring through the cabin soon. On behalf of British Airways, Comic Relief and Flying Stars, we thank you in advance for your continued support and generosity.
time now is just approaching 10:40 in the morning. हेर त अर्कै Please do remain seated with your seatbelt securely fastened until the fasten seatbelt signs have been switched off. When it is safe to do so, please take care. चढ्यो इन्भरनेसमा प्लेनबाट ओर्लिँदैछु है म आऊ मित्र यता कस्तो रह्यो त ब्रिटिस एयरवेजको पहिलो यात्रा केही डिफ्रेन्स भयो होइन आनन्द तर माथि आएपछि घामहरू लाग्यो ऊहरू देख्यो नि तल त तल पुरै बादल थियो मजा आयो बरु इङ्ल्यान्डमा हामीले ऊ देखिरहेको थिएनौँ के अरे घाम देखेको थिएन यसरी होइन तड्किरहेको थियौँ हामी 45-40 दिनसम्म पानी परेको थियो यहाँ त घाम देख्यो त्यही भएर रमाइलो भयो इन्डिकन कता त्यता अनि एयरपोर्टतिर जाने होइन त्यता रिल खिच्न परेन रिल खिच्ने अरे ल मैले सक्दिनँ भनेको थियो होला किनभने सक्यो नि सो इजी सेकेन्ड वेलकम सेकेन्ड वेलकम रिल खिच्दै थिएँ म त पुरै अघि रिलको कन्टिन्युटीमा पो गइसु ब्लगको कन्टिन्युटीमा आउनु पर्यो नि म होइन हामी ओ यार हामीलाई लिन कोही आएन त हामीलाई त प्रकृतिले बोलाएको हो नि त पहाडले हिमालले नेपालको मान्छे भएर पहाड हिमालले बोलाउँछ होइन प्रायः सबैजना मान्छेहरू एडिनबर्ग रहिरहेको हुन्छन् होला हो मैले इन जेनरल भनेको इन जेनरल त बोल्नु भएन नि फ्याक्ट बोल्नु पर्यो फ्याक्ट होइन वाइ असिमले गर्दाखेरि भ्लग बन्द हुने होला सम्भावना छ त्यस्तो इन जेनरल कुराहरू बोल्नु हुँदैन होइन मान्छेहरूले स्कटल्यान्ड भनेपछि एडिनब्रा भनिरहेको हुन्छ अनि त्यसपछि मैले अर्को व्यक्तिलाई भनेको होइन यो मेरो एकदमै ऊ हो त्यस्तो झगडा पर्छ हेर्नु है त एनिवे हामी ल्यान्ड भइसकेछौँ इन्भरनेसमा आइपुगिसकेछौँ अनि त्यसपछि एउटा बस चाहिँ गयो टोइलेटहरू बिजी थियो जान मन लागेको थियो अब हाम्रो एयरबिएनबी कता हो के हो सबै असिमको जिम्मा हो यो हामी एयरपोर्टबाट बाहिर निस्केर बस स्ट्यान्डमा बसिरहेछौँ प्रत्येक 1-1 घन्टा जस्तोमा देखाइरहेछ त्यहाँ वरिपरि समुद्रै नजिक भएको हुनाले सिगलहरू मजाले घुमिरहेछन् बिहान त्यस्तो रस छैन एकदम सुनसान शान्त टाइपको रहेछ एयरपोर्ट धेरै फ्लाइटहरू छैन हामी आएपछि अर्को फ्लाइट आएको छैन जाडो तर आज यस्तो दामी घाम लागेको छ मलाई त मजा लाग्यो मौसमको चिन्ता परिरहेको थियो हेर्दा पुरै क्लाउडी अनि 1 डिग्री 2 डिग्री त्यस्तो देखाइरहेको थियो अहिले 4 डिग्री छ घाम छ मजाले अरूभन्दा पनि यस्तो ज्याकेट लगाए जस्तो के बाटोमा आउँदाखेरिमा त्यो पहाडहरू देख्दा सबै हिमालले ढाकिरहेको थियो ओहो ला हिमाल हिउँ हुन्छ कि भन्ने यस्तो भएको तर त्यो क्रस भएर फेरि चाहिँ सम्म हरियालीमा आयो घाम अनि कस्तो मजाले घाम देख्न पाइएछ अरूभन्दा पनि तिमीलाई रुगा लाएर अलिकति जोर भयो होइन के काण्ड छ अरे खोइ देखाउ त यो बेसार काण्ड ज्वानो अदुवा बेसार नुन काण्ड हो यो अनि त्यसपछि के त अनि यही बेच्छन् आजकल यहाँनिर टर्मरिक जिन्जर सर्ट भन्छन् एमएनएसमा कम्ता महँगो हुँदैन अरूतिर पनि हुन्छ क्याफेनेरहरू धेरैमा यो बेचिरहेको हुन्छ अब यस्तो सर्ट त हामी घरमै कति मजाले बनाउन जानिन्छ होइन तर अब निकालेर केले खाने त्यसको ऊ मात्रै बास्ना मात्रै ल्याऊ बास्ना मात्रै होइन क्या त्यो खासमा अदुवाको चाना र त्यो ज्वानो लिन खोजेको जिरा र अदुवाको सुगन्धले पनि सन्चो हुन्छ हामी चाहिँ बस पर्खिरहेका छौँ यहाँ इन्भरनेस एयरपोर्ट दिन अलि आकाश खुलेको मधुरो त्यहाँ एउटा होटल छ कोर्टयार्ड भन्ने छ बस स्टप बस त आयो एउटा अब सोध्ने बाई इन्भरनेस एयरपोर्ट होइन
यो बस चाहिँ नि फोर्ट गर्ज भन्ने ठाउँमा जाने रहेछ त्यो भनेको अपोजिट साइड पऱ्यो होइन अब हामीले पर्खिन पर्ने रहेछ अर्को ओल्डन भन्ने पनि छ त्यो पनि पक्कै होइन होला होइन भनिसकेपछि ठिकै छ 39 मिनट्स छ नट ब्याड अलिकति यताउति हिँडौँ नि त उता परतिरसम्म होइन के ल्यायो किनकि मजाले आइस खान्थेँ नि त अनि त्यो कवैमा ल्याउनु पर्थ्यो त के भयो त अहिले बाहिर कुद्यो होइन नि त ताते बस्छ नि त्यसमा भएपछि सजिलो पनि हुन्छ त्यो तपाईँको चार्ज त गरेन होला तातो बसिरहेको थियो यसमा पनि बसेछ हाम्रो बस आउनु हो फाइनली ए प्रत्येक एक घन्टामा बस रहेछ हामी निस्किँदा ठ्याक्क बस गइरहेको थियो कुरियो 1 घन्टा भित्र कफी सफी खायो अनि ल आयो आयो एकजनाको 7 पाउन्ड रहेछ अलि भाडा चाहिँ महँगै रहेछ म त 1.75 होइन 3 पाउन्डसम्म चाहिँ होला भन्ने सोचेको किनकि टाइम चाहिँ जम्मा 40 मिनट 45 मिनटमा पुग्दो रहेछ त्यतिको त केही नभए पनि त 3 पाउन्ड हो नि त अलि महँगै भयो ठिकै छ टुरिस्टिक ठाउँ भयो त्यही भएर होला यो रमाइलो छ नि त अनि फेरि आहा ल हेर डाँडा काँडा हिउँले ढाकिएको आफूलाई त के गर्नु मुस्ताङै याद आउँछ आफ्नै देश याद आउँछ इन्भर्नेसको अन्तिम बिन्दु बसेको झऱ्यो टाउन सेन्टरमा होइन चिज बोर्डहरू हाम्रो चौरी गाई जस्तै यहाँ हेर सब भेडाहरू मजाको खाने ठाउँ भेटियो जस्तो छ यहाँ छिर हरहरी बास्ना आइरहेको छ ट्याक्क सरप्राइजिङ छ है मान्छेहरूको भिडभाड भएको अब के खान पाइन्छ यहाँ संसारभरिको विभिन्न खाना छ छनलाई मेनु यहाँ हेरौँ के खानु बर्गर फ्राइज मिल्कसेक्स यस्तै आउँछ बवाल ठाउँमा आइपुग्यो टक्क फुड हल नै रहेछ विभिन्न खानेकुराहरू भएको के खानु चाहिँ आफूमा डिपेन्ड हुनुभयो के छ अब राइसै भेट्यो राइस भन्दा पनि अब किनकि यो इङ्ल्यान्डको तपाईँले खानेकुराहरू लगभग सबै अब खाइसके चाखिसके खासै मिठो लाग्दैन अनेस्ट भएर भन्दा बरु एटलिस्ट चाइनिज त अलिकति मिठै हुन्छ क्या किनकि नेपालमा नै हामीले चाइनिज धेरै ट्राई गरेको छौँ तिमीले कहाँदेखि राइसको मेन्यू The following dishes are served with rice. Wonton mix like coffee. I'm sorry? That 12 number menu. Number 12. With rice. Yeah. And crispy wonton. के ड्रिङ्क खाने ल हामीले क्रिस्पी चिकन एन्ड राइस र वन्टन मगाइयो त्यस पछाडि अब यहाँ मध्येमा जता गएर बस्दा नि हुन्छ अरे अनि एउटा यो दियो वेन बिप एन्ड फ्ल्यास प्लिज टेक देम अब यो ट्विन 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 गरेपछि ए यहाँ किनभने चिच्याइरहनु पऱ्यो नि केही पऱ्यो अर्डर रेडी भयो भन्ने हुँदो रहेछ यो हामीलाई यो दिएर पठाएको छ भाइब मजाको भाइब के मान्छेहरूको भिडभाडले गर्दाखेरि टक्कर लागेको भाइब चाहिँ मिठो छ न्यानो छ रेडी भयो रेडी Thank you.
आयो 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 भन्न त हामीलाई चाइनाले बचायो त्यो फिस एन्ड चिप्स त्यो के खासै के हुन्छ खानालाई यहाँ ध्वस्त पारिँदैछ कस्तो छ अरे मिठो छ यो चाहिँ अलिक चर्को छ नुनिलो किनकि सल्टी चिकन भनियो हामी नेपाली चम्चाले भात खान बानी परेको मान्छेलाई काममा पनि त्यस्तै भन्छन् फोर्क र नाइफ मात्र चलाउनुपर्छ के भयो चम्चा पाइएन अनि त्यसपछि काँटाले अब एउटामा किनेर त्यसैबाट खाँदा भइहाल्थ्यो बाँडेर अनि अप्ठ्यारो आफूले आफ्नै भाँडामा चाहिने फेरि है के छ त रमाइलो भइरहेछ राति दुखेर मैले कोक खान मन नगरेको कफी अघि खाइहालेँ कति खानु भातसँग कफी के खानु के गर्ने होला कोक ल्याउँछु जस्तो लाग्यो आयो कोक पनि के भयो अरे कोकको एउटा हो दुई पाउनु पैसा गर्नु भनेको किनकि यो सल्टी चिकनले डिमान्ड गरेको त्यसले गर्दा आहा मिठो लाटे मैले पनि अघि ल्याएको थिएँ मगाएको मिठो छ कफी एकदम ब्याड गर्ल बेकरीबाट ल अब यहाँबाट निस्क्यौँ अनि त्यसपछि अब चेक इन नमिल्यो भने अब मेसेज पठाएको छु फेरि मेसेज रिप्लाई गरेँ होइन चेक इन मिल्यो अथवा ब्याग छोड्नु मिल्यो भनेदेखि छोडौँ ल होइन भनेदेखि अब ब्याग भिड्दै घुमाउला नि के छ र केही छैन म यहाँहरूलाई फेमस स्कटिस प्रिन्ट देखाउँछु ल बिहा घरमा हेर्नु न यहाँ आउ ब्युटिफुल कस्तो राम्रो यही प्रिन्ट हो कि त्यो के अरे तिमीलाई मनपर्ने त्यो कुकिज के कुकिज भन्छ त्यसलाई यहाँ एकदम सर्ट ब्रेड सर्ट ब्रेडमा पनि यो प्रिन्ट हुन्छ क्या अब यहाँ झन् जताततै त्यही देखिँदो रहेछ होइन कस्तो हामी दामी खाजा- चोक छ हेर्नु अँ, यताबाट टक्क यो भयो 360 होइन अँ, अनि यो एउटा यो गोलो ब्याङ्क अफ स्कटल्यान्ड अनि यहाँबाट भर्याङ छ भर्याङ चढेर माथि लाग्ने हो हाम्रो यहीँ हो अब हामी पुगिहाल्छ नि कति मिनट यहाँबाट अब आयो यहाँबाट 2-4 मिनट यहाँबाट ल्याउ म यो यस्तो बोक्स उकालो छ अलिकति अप्ठ्यारो हुन्छ यहाँबाट टक्क भर्याङ चढेर तानसेनको सडकको सिँढी अँ, उक्लेर जहाँ जस्तो पनि लाग्छ तानसेन। अया, नारायण यो यस्तै गल्ली त कहाँ छ नारायण थानबाट त अलि छैन काठमाडौँमा पनि छ नि यस्तो स्वयम्भू कता कता जताततै भक्तपुर राम्रो छ जे होस् नेपाल सम्झाउने खालको रहेछ है यो इन्भर्नेस सानो चिटिक्कको गल्लीहरू अलिकति यो डस्टबिनहरू बिनहरू चाहिँ मजाले राखेको सफा चाहिँ अलिकति छ है तर उकालो ओह्रालो यही खोजेको क्या मैले ढुङ्गा छापेको सडक अनि भित्रभित्र पनि यही हो बोर्डहरू हालेर आफ्नो चिजबिजको प्रचार प्रसारहरू गर्न चाहिँ छोडे होइन त्यो चाहिँ स्कटिस गभर्मेन्टको रहेछ यो चाहिँ म्याकडोनल्ड भएको ल हामी लगभग आइपुग्यो त्यो त्यहाँ यही घर हो दामी हाइटमा छ अहिले एक्सप्लोर गरिहालिन्छ होइन यहाँबाट के कसो छ टाउनबाट जस 2 मिनटको वाकमा गजबको ठाउँमा पर्यो यहाँ अब के गर्ने भनेर यहाँ लेखेको छ त्यो हेरेर टक 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 लकिन गर्नुपर्छ यही हो यही हो ल
Home for 3 days, isn't it? अब 3 दिनको लागि हाम्रो घर यही हो Dear guest, आहा please make sure to complete online check. गेस्ट हाउसहरू छ है Scottish. यस्तो छ है खाली छ सबैभन्दा राम्रो चाहिँ यहाँ देखिँदो रहेछ यहाँ अनि यहाँ के पकाउने खाने बस्ने बाहिरको एम्बियन्स वेलकम टु स्कटल्यान्ड अफ कोर्स यहाँ छ किचन यो भयो माथि जानेहरूको लागि हाम्रो चाहिँ नि रुम नम्बर 7 हो रुम नम्बर 7 चाहिँ नि अस्मिताले त फेरि यति छिटो पत्ता लगाउनुहुन्छ हैन यहाँनिर कोड नम्बर हान्दै हुनुहुन्छ मलाई चाहिँ नि केही थाहा हुँदैन लु यस्तो भित्रको छ त वासिङ मसिनहरु त स्पेस म्यानेजमेन्ट चाहिँ युकेको मान्छेहरुसँग सिक्नुपर्छ किनभने धेरै स्पेस हुँदैन अनि त्यही भएर ल कसरी निकाल्यो मैले ठ्याक्क हो त्यहाँ भित्र थियो नि कोड नम्बर दिएर पठाएको थिएँ तिमीलाई अनि त्यस्तो गर्यो अनि निकाल्यो यस्तो हुन्छ अब दिस इज आवर रुम कसैलाई भेट्नु नि परेन कसैसँग बोल्नु नि परेन अनलाइनबाट सबै बुक गरिहालेको छ सबै पठाइदिएको छ जानकारी यो लजै हो अनलाइनबाट बुक गरेको एयरबिएनबीबाट 7 वटा पठाएको छ गजबको छ स्पेस शेयर किचन तर अरु सबै टोयलेट बाथरुम मस्त आफ्नै छ डेन डेन रिङ लाइट अनि यो रहेको छ हाम्रो बाहिर जाने स्पेस यस्तो छ यस्तो कति अचम्म तरिकाले गरेको कति धेरै स्पेस अनि त्यसपछि यही राखिदिएको रहेछ हाम्रो लागि चाहिँ स्पेस हामी आइयो भिडियो पनि धेरै लामो छ होला बिहानदेखिको एकछिन आएर रेस्ट गरियो पानी सानी खाइयो कफी सफी खाइयो अब फेरि यसो साँझको मार्केट डुल्नी अब राति हुन लागिसक्यो कति बज्यो 5:30 हुन लागिसक्यो तर लकिली फेब्रुअरीको अब लास्ट हुन लागेको हुनाले अलिकति उज्यालो बढ्दै गइरहेको छ यति बेलासम्म पनि उज्यालो छ अब हामी यता रहन्छौँ केही दिन रहन्छौँ यताउति घुमेको भिडियोहरू हामी लिएर आइराख्छौँ आजलाई भने यो भिडियोबाट भने चाहिँ बिदा माग्नु पर्ला हस् त फेरि आइल्छ वी विल आई भन्ने बानी जस्तो परिरहेछ वी विल सी यु अगेन इन नेक्स्ट भिडियो प्लिज हाम्रो यस्तै भिडियोहरू हेर्न तपाईहरुलाई मन पर्यो र इफ यु वान्ट टु किप अस मोटिभेटेड टु मेक मोर भिडियोज लाइक दिस प्लिज सब्सक्राइब फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला अनि लाइक कमेन्ट गर्न नबिर्सनु होला के कस्तो कमी कमजोरी छ आउलाई दिनु होला सी यु इन नेक्स्ट भिडियो बाइ बाइ फेरि त्यस्तै भयो जस्तै बाइ बाइ